कोरोना विशेष में स्वागत करै छी। जँ जनकपुर के बात करी तऽ पिछला समय में जनकपुर में सेहो कोरोना देखल गेल यऽ। धनुषा के समग्र सुरक्षा व्यवस्था केना छै, लॉकडाउन केना चलि रहल छै, सीमा क्षेत्र में जे सब फंसल छै हुनका सबके आनऽ के तैयारी छै या नहि छै, की छै तऽ ई समग्र विषय में आइ बातचीत करऽ जा रहल छी। अखन जुड़ल छै सहायक सीडीओ साहब धनुषा के शरद पोखरेल। सबसे पहिले हुनका स्वागत करै छी। तपाईँले स्वागत छ है कार्यक्रममा। धन्यवाद, नमस्कार। सीडीओ साहब, अहिले लकडाउन चलिरहेको छ र पछिल्लो समयमा अलिक चुनौती पनि थपियो, किनभने धनुषामा 3 जनामा कोरोना फेला परेको अवस्था छ। के छ के पहिलाको भन्दा केही स्ट्र्याटेजीहरूमा परिवर्तन गर्नु भएको छ कि के छ सर? जसरी विश्वव्यापी कोरोनाको जुन महामारी कहर फैलिएको थियो त्यो पनि क्रमशः नेपालमा प्रवेश गरिरहेको अवस्था यहाँ सबैलाई दिँदै छ। धनुषा जिल्ला चाहिँ नेपालमा बढीभन्दा बढी यो रिमिटेन्स भित्राउने जिल्ला भनौँ वा बढी यहाँका जनताहरू चाहिँ तेस्रो मुलुकमा वा खाडी क्षेत्रमा वा भारतमा कामदारको रूपमा काम गरिरहेको वा पढिरहेको वा अन्य काम गरिरहेको भन्ने कुरा चाहिँ र नेपालमै यो धनुषा जिल्लाको जनसङ्ख्या विदेशमा काम गरिरहेको उल्लेख रहेको अवस्था भन्ने कुरा विभिन्न डाटाहरू पनि देखिन्छ। त्यस सन्दर्भमा धनुषामा पनि जोखिम छैन भनेर भन्न सकिँदैन। यसै सिलसिलामा अब हामीले सामाजिक दूरीहरू व्यवस्थापन गर्ने, सरसफाइमा बस्ने, अब कतिपय अनुशासनका नियमहरू पालन गर्ने, यो रोग लाग्न नदिने, चाहिँ वृद्ध वृद्धा ठुला रोग लागेका वा बालबालिका गर्भवतीहरूलाई चाहिँ यसको समस्या पर्छ, उहाँहरूले बढी सजग रहने भन्ने कुराहरू गर्दा गर्दै हाट बजार भिडभाड नगर्ने, हाट बजार नलाउने भन्दा भन्दै पनि केही अवस्थामा हाम्रो गाउँहरूमा यो कुराहरूलाई चाहिँ पूर्णतः रोक्न सकेको अवस्था छैन। तर पनि हामीले सबैलाई आम धनुषावासीलाई चाहिँ यसतर्फ सजग गराउनलाई विभिन्न माध्यमबाट 18 स्थानीय तहमा वा नागरिक समाजहरूको तहमा वा विभिन्न राजनीतिक दलहरूसँग बैठक गरेर मिटिङ गरेर अन्तर्क्रिया गरेर पनि यो कुराहरूको जानकारी गराएको अवस्था छ र सबैजनाले सजग रहने, स्वस्थ रहने, सबैले एकअर्कालाई सहयोग गर्ने वातावरण सिर्जना गर्नुहोस् भनेर हामी भनेको अवस्था छ। र पनि अहिले विगतमा 2 जना चाहिँ धनुषाकै र 2 जना चाहिँ महोत्तरीमा बस्ने भने तापनि उहाँहरू पनि धनुषाकै रहेको हिसाबले चाहिँ 4 जना चाहिँ अहिले धनुषाकै भनेर एक हिसाबले पुष्टि भएको अवस्था छ र उहाँहरूलाई चाहिँ आइसोलेसनमा राखिएको अवस्था छ। अनि उहाँका परिवारहरूलाई चाहिँ अहिले यो के भन्छ अरे क्वारेन्टाइनहरूमा सुरक्षित साथ राखिएको अवस्था छ। त्यो अवस्था रहेको हुँदा यो धनुषामा पनि यो कोभिड-19 को प्रभाव संक्रमणको अवस्था चाहिँ विद्यमान रहेको भन्ने कुरा देखिन्छ। अहिले जुन पछिल्लो समयमा लकडाउनको जुन कुरा गर्ने हो भने, किनभने गृह मन्त्रालयबाट पनि निर्देशनहरू केही आएको अवस्था छ हैन, ती निर्देशनहरू पनि कार्यान्वयन गर्नुपर्ने हुन्छ, किनभने ई पास सबै रद्द गरिएको अवस्था छ। यो पासको विषयमा कुरा गर्दाखेरि के रहेछ व्यवस्था, के चाहिँ गरी भएको छ अहिले चाहिँ नेपाल सरकारको नीति अनुसार नै अब स्थानीय प्रशासन ऐन अनुसार हामीले स्थानीय तहमा पनि लकडाउन लगाएको अवस्था हो र सोही अनुसार नेपाल सरकारले केही चाहिँ सानातिना यो धान कुट्ने, तेल पेल्ने मेसिनहरू हो वा थ्रेसरहरू गाउँ भित्राउने समय भएको, तेलन भित्राउने समय भएको हुनाले थ्रेसर लगायतका यस्ता साना उद्योगहरूलाई सञ्चालन गर्न दिने, यो पाउरोटी उद्योगहरू भयो खानाको लागि वा भनौँ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना वा राष्ट्रिय गौरवका आयोजनाहरूलाई क्रमशः सञ्चालन गराउने, अब जेठ असारको 2 महिना मात्रै काम गर्ने अवस्था छ। त्यसतर्फ चाहिँ ती आयोजनाहरूलाई चाहिँ क्रमशः सञ्चालन गर्न दिएर सामाजिक जीवनलाई पूर्ववत फर्काउनलाई योगदान हुन्छ भन्ने हिसाबले नेपाल सरकारले चाहिँ लागू गरेको नीति अनुसार यस जिल्लामा पनि हामीले विकास निर्माणका कामहरूलाई अगाडि बढाएको अवस्था छ। अघि भर्खर यहाँले भन्नुभयो यो जुन अहिले सबै यहाँ देखिएका कोरोनाका रोगीहरू वा संक्रमणको प्रभाव भनेको विदेशी राष्ट्रहरूबाट वा मित्र राष्ट्र भारतबाट आएको अवस्था भएको हुँदा यो जिल्ला चाहिँ 49 किलोमिटर यो मित्र राष्ट्र भारतसँग जोडिएको छ यसको सिमाना। तसर्थ सीमा नाकामा अल्पत्र परेर रहेका नेपालीहरू छन्। निश्चित रूपमा उनीहरूले चाहिँ अब व्यवस्थित ढङ्गले ल्याउनु पर्यो भनेर हामीले चाहिँ एउटा जटही नाकालाई चाहिँ अब एकल बिन्दु मानेर त्यो नाकाबाट प्रवेश गराउनेतर्फ हामी चाहिँ लागेका छौँ र आज त्यसतर्फ निर्णय पनि भएको छ र हामीले चाहिँ अहिले एउटा क्वारेन्टाइन स्टेसनको रूपमा जटहीमा एउटा व्यवस्था गर्दैछौँ र त्यही नाकामा अब सायद भोलिदेखि नै काम प्रारम्भ हुन्छ होला र हेल्प डेस्कमा चेक जाँच गरेपछि उहाँहरूलाई चाहिँ अवस्था ठिक रहेछ भने सम्बन्धित पालिकाहरूमा पठाउने व्यवस्था मिलाउनेछौँ र अब यदि कसैको चाहिँ त्यस्तो बिरामी देखियो, कोभिड पोजिटिभ देखिने लक्षणहरू देखियो भने उहाँहरूले स्वास्थ्य जाँचको लागि पनि पठाउँछौँ र
प्रारम्भमा चाहिँ हामीले सबै यो भनौँ न बाहिर विदेश मित्र राष्ट्रबाट आएका भारतबाट आएका नागरिकहरूलाई चाहिँ अब भोलिदेखि क्रमशः हामीले चाहिँ स्थानीय पालिकाहरूको क्वारेन्टाइनमा बनाउन पठाउने योजना बनाएका छौँ। हजुर, भनेपछि यो प्रक्रियाहरू सबै पुरा भइसक्यो होइन त? भारतमा भनौँ न सीमामा आएर बसेका नेपाली आज त्यसतर्फ हाम्रो पहल जारी छ। आज पनि हामीले स्थलगत अनुगमन सम्पूर्ण सुरक्षा निकाय जिल्ला कमान्ड पोस्टले त्यहाँ गएर अनुगमन गरेर जटीमा अब त्यहाँ चाहिँ आजैदेखि क्वारेन्टाइन पोस्टको स्थापना गर्ने भनेर सबै सुरक्षा निकायलाई चाहिँ परिचालन गरेर अहिले धमाधम त्यहाँ एउटा चाहिँ क्वारेन्टाइन स्टेसनको रूपमा चाहिँ त्यहाँ बनाउने र त्यहाँ जम्मा भएका नेपाली नागरिकहरूलाई 2 पटक, बिहान 1 पटक 10 बजे र बेलुका 1 पटक 6 बजे चाहिँ जम्मा गरेर सम्बन्धित पालिकाहरूमा पठाउने भनेर हामीले व्यवस्था गरेका छौँ। र त्यसको लागि चाहिँ अब यातायात यो के अरे त्यहाँ कलेक्सन गर्ने र यातायात व्यवस्था गरेर पठाउने जिम्मा हामीले लिएका छौँ भने त्यसको चाहिँ खर्च, यातायात खर्च र सम्बन्धित पालिकामा पुगिसकेपछि त्यसलाई चाहिँ सुरक्षित व्यवस्थापन गर्ने जिम्मा चाहिँ हामीले स्थानीय पालिकालाई दिएका छौँ। स्थानीय पालिकाहरूले आफ्नो सुरक्षित रूपले राख्नुहुनेछ। धनुषाको नाकामा, जुनसुकै नाकामा आए पनि ती सबैलाई चाहिँ जठी नाकामै आउनु पर्यो होइन त? मानव कोही जयनगर नाका होला होइन, कोही अरू अन्य कुनै नाकामा एउटै नाकाबाट आयो भने रेकर्ड राख्न पनि सजिलो हुने, चेक जाँच गर्न पनि सजिलो हुने, प्रशासनलाई व्यवस्थापन गर्न पनि सजिलो हुने, सुरक्षाको हिसाबले पनि सजिलो हुने र उहाँहरूको रेकर्ड राख्न सजिलो र हामीले त्यहाँबाट स्थानीय निकायलाई पनि पठाउँदाखेरि को कहाँबाट आएको, कति दिन भएको, कस्तो अवस्था छ भन्ने कुराहरूको पनि जानकारी रहने भएको हुँदा उहाँहरूको हिस्ट्रीहरू हो एकल बिन्दु जठी नाकालाई कायम गरेर त्यहाँबाट हामीले डिस्प्याच गर्ने कुरा चाहिँ हामीले गरेका छौँ। अनि भोलिबाट चाहिँ जम्मा गर्ने सबैले अनि त्यहाँबाट चाहिँ त्यसको लागि आज सीमा नाकामा व्यापक तयारी भइरहेछ। अहिले त्यहाँ एउटा आजदेखि सीमा नाकामा सुरक्षा निकाय परिचालन छ अनि 49 किलोमिटरकै पुरै बोर्डरमा सशस्त्र पुरा परिचालन छ। अरू सुरक्षा निकाय पनि नेपाल प्रहरी लगायत परिचालित भएकै अवस्था छ। तर पनि लुकी छिपी आउने सम्भावनालाई नकार्न सकिँदैन। त्यस्तो हुँदाखेरि चाहिँ रोग चाहिँ लुकेर आउन सक्ने भएको हुँदा त्यस्तो वातावरण सिर्जना नहोस् भन्नका लागि हामीले एउटा एकल बिन्दु, एकल नाका दिएर जठी नाकाबाट प्रवेश गराउने हामी यो जिल्ला कमान्ड पोस्टले जिल्ला सुरक्षा यसरी भारतबाट आउने हजुर अब यसरी भारतबाट आउने जति सबैले चाहिँ क्वारेन्टाइनमा राखिन्छ। पहिला जठी नाकामा आउँछ, त्यहाँ चेक जाँच हुन्छ, त्यसपछि चाहिँ उसलाई चाहिँ सम्बन्धित पालिकामा पुर्याइन्छ र त्यहाँको क्वारेन्टाइनमा राखिन्छ। त्यही होइन त्यो कुरो? सबैलाई अनि यो प्रक्रिया चाहिँ भनौँ भोलिबाट सुरु भइसक्छ के छ? तयारी पुरै सकिसक्यो के छ सर? तयारी आज त्यहाँ भनौँ न व्यापक आज काम भइरहेको छ अहिले बोर्डरमा। अहिले हामी त्यहीँ पुगेर आएको, एकछिन आएको। अघि तपाईँले फोन गर्दा म भर्खर हाम्रो पुरै टिम जिल्ला कमान्ड पोस्टको टिम चाहिँ त्यहीँ पुगेर आएको अवस्था हो र सम्पूर्ण सुरक्षा निकायलाई स्थानीय तहलाई परिचालन गरेर त्यहाँ चाहिँ त्यो क्वारेन्टाइनको स्टेसनको लागि त्यहाँ काम भइरहेको अवस्था छ। अझै भोलिबाट एकचोटि 10 बजे र अरू चाहिँ अर्को चाहिँ साँझ 6 बजे बसबाट चाहिँ जठी नाकाबाट चाहिँ ल्याउने काम हुन्छ 2 चोटि दिनमा चाहिँ। बेलुका 6 बजे यो चाहिँ निरन्तर चलिरहने हो कि के छ? त्यसको लागि हामीले बस व्यवसायीहरूसँग कुरा गरिसकेका छौँ। हजुर यो अहिले तत्काल नाकामा लाग्छ। त्यसपछि पनि अघि यहाँले भने जस्तै अलि समय रहन्छ। किनभने अघि नै यहाँले भन्नुभयो भारतमा रेल चलिसकेको अवस्था भएको हुनाले पटना मधुबनीबाट आउने मानिसहरूलाई पनि केही दिनसम्म अब नेपालीहरू 2 महिनाले घर आउन नपाएको कोरोनाको कहर प्रभावको चाहिँ एउटा डर त्रासको अवस्था रहेको हुँदा आफ्नो परिवार भेट्न आउने भन्ने एउटा स्वाभाविक रूपले मानवीय स्वभाव हो। कतिजना अहिले जठी नाकामा आएर बसिसकेका छन् भनेर त्यस्तो कुनै तथ्याङ्क छ? अहिले अब धेरै छैन होला जस्तो लाग्छ, 250-300 होला बोर्डरमा जस्तो लाग्छ। त्यसपछि चाहिँ अब यो नाका खुलो भनेपछि जुन पटनामा मधुबनीमा जयनगरमा रहेका मानिसहरू छन् उनीहरू त क्रमशः आउने भए होइन। त्यसैले त्यो चाहिँ अलि ठ्याक्कै यति नै भन्ने छैन। हामीले सम्बन्धित स्थानीय निकायहरूलाई यहाँहरूसँग सम्पर्कमा छ भने डाटा उपलब्ध गराइदिनु भनेका छौँ र बोर्डरमा पनि सम्बन्धित उतापट्टिका बोर्डरमा भएका हाम्रा मित्र राष्ट्रपतिका सुरक्षा निकायहरूलाई पनि तपाईँहरूसँग के कति नेपालीहरूको डाटा छ, त्यहाँको अवस्था, क्वारेन्टाइनमा रहेको अवस्था के छ, जयनगरको बासोपट्टिको लगायतका हाम्रो सीमावर्ती क्षेत्रमा कति के छन् हामीले त्यताबाट सुरक्षा निकाय मार्फत प्राप्त गर्छौँ र यहाँतिर हाम्रा जिल्लाका स्थानीय तहहरूलाई पनि आफ्नो नागरिकको बारेमा जानकारी लिनलाई भनेका छौँ र त्यो अनुसारले हामीले आइडिया बनाउने हो। अहिले चाहिँ त्यही अब 300 को हाराहारीमा छौँ कि जस्तो लाग्छ अहिले बोर्डर अलबलिगा।
हजुर, र यो ल्याउने क्रम निरन्तर केही दिनसम्म चलिरहन्छ, त्यो तपाईँले भनिराख्नु भएको छ। तयारी लगभग पुरा भइसक्यो। निश्चित रूपमा चल्छ। हजुर, अर्को कुरो जुन लकडाउन अहिले जारी छ, एकातर्फ कोरोनाको संक्रमण बढ्दै गएको अवस्था छ, लकडाउन पनि जारी छ, र वैशाख 24 गते मन्त्री परिषदको जुन एउटा निर्णय भएको थियो कि औद्योगिक प्रतिष्ठानहरू खोल्ने, अरू चाहिँ कृषि व्यवसाय भए, अरू निर्माणका कामहरू गर्ने, यी निर्णयहरू हुँदाखेरि कता कता लकडाउन नै खुले जस्तो पनि देखिन्छ। यसलाई चाहिँ कसरी व्यवस्थापन गरिराख्नु भएको छ तपाईँहरू? अहिले अघि मैले भर्खर भने हामीले चाहिँ हाम्रो धनुषा जिल्ला पनि कृषि प्रधान देश हो। हामीले अगाडि पनि यो भनौँ न यो हाम्रो गाउँ ग्रामीण स्तरमा चाहिँ अब धान रोप्न वा बिउ छर्न वा चलन तेलन सङ्कलन गर्न, गहुँलाई सङ्कलन गर्न, चुट्न, यो कुटानी पिसानीका मिलहरू सञ्चालन गर्न, यी साना कुराहरू हामीले गर्न दिएकै थियौँ। बिचमा नेपाल सरकारको निर्णयअनुसार सार्वजनिक निर्माणका कामहरू पनि गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका काम गर्ने, राष्ट्रिय गौरवका योजनाका कामहरू गर्ने, जुन हाम्रो विकास निर्माण काम अल्प प्रगति त्यसलाई चाहिँ सहज बनाएर अगाडि बढाउने भन्ने हिसाबले हामीले पनि त्यो कामहरू अगाडि बढाएको अवस्था छ। कृषिमा अघि भन्नुभयो जस्तो पशुपालनमा, मत्स्य पालनमा लगायतका, र अर्को कुरा यहाँले गर्नुभयो कृषिको कुरा। अस्ति भर्खर जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा कृषि ज्ञान कार्यालय, अरू कृषिका निकायहरू, कृषि विकास ब्याङ्क, अरू जिल्ला पशु कार्यालय, हामी समेतको बैठक बसेर कृषिको अहिले जुन कृषि ऋण लिएका मानिसहरूलाई के कति हानि क्षति भएको छ, त्यसको चाहिँ कति ऋण लिएका छन्, यो बिचको लकडाउनको अवधिमा उनीहरूलाई कति हानि नोक्सानी भयो, कति प्रभाव पर्यो, त्यसतर्फ चाहिँ हामीले मूल्याङ्कन गर्नलाई सम्बन्धित कृषि कार्यालय, पशु कार्यालयहरूलाई आफ्नो विषयगत विषयमा विवरण सङ्कलन गर्न भनेर पनि लगाएका छौँ, र हामी एउटा निर्णय गर्छौँ। त्यसै रूपमा हामीले चाहिँ जसरी पनि कृषि प्रधान देश भएको हुनाले, कृषि प्रधान जिल्ला भएको हुनाले हाम्रो जहिले पनि कृषिलाई प्रोत्साहन गर्ने, कृषकहरूलाई प्रोत्साहन गर्ने नै नीति हुन्छ, त्यसमा हाम्रो सघाउने नीति हुन्छ। हामी जहिले पनि केन्द्रीय नीतिसँग टाइअप गरेर जिल्लाको स्थानीय वस्तुस्थितिलाई मध्यनजर ध्यान दिएर हामीले चाहिँ काम कारबाही अगाडि बढाउँछौँ। हामी चाहिँ सहजीकरण। अब लकडाउन जारी छ, घरमै बस्नु पर्ने सबैको इच्छा हुन्छ कि घरमै बसौँ, तर कहिलेकाहीँ के हुन्छ भने कसैलाई कुनै काम पर्यो, बाहिर जानु पर्यो, होइन? अनि जसरी तपाईँले भन्नुभयो कि कृषि क्षेत्र लगायत निर्माण, होइन, केही क्षेत्रहरूलाई चाहिँ छुट दिएको अवस्था छ, होइन? तिनीहरू ती क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू त जाने नै भए, होइन? र अरू कसैले काम पर्यो कुनै भने, अनि घरबाट बाहिर निस्किनु पर्यो भने फेरि चेक जाँचको कुरा होला, होइन? बिच बाटोमै अलपत्र पर्ने, त्यहाँबाट फर्काइदिने कुराहरू पनि हुन सक्लान्। यस्तो समस्याहरू आइ नै रहेको छ, होइन? तपाईँहरूले पनि अनुभव गरि नै राख्नु भएको होला। यसलाई कसरी व्यवस्थित पार्ने? अब कस्तो हुन्छ भने बिना काम चाहिँ आगमन गर्नु हुँदैन। हाम्रो चाहिँ कस्तो छ अलिकति प्रक्रिया अझ मधेसमा चाहिँ के भने यसो रमाइलो हेर्न गइहाल्ने, बाहिर कस्तो छ हेरिहाल्नु भन्ने एउटा उत्सुकता जागरुकता पनि छ कतिपय मानिसमा। खास गरी चाहिँ अहिलेको अवस्था भनेको धेरै नजिक नबस्ने, धेरै सम्पर्क नगर्ने भन्ने नै हो, दूरी मेन्टेन गर्ने भन्ने नै हो। तर पनि मान्छे एउटा मानवीय स्वभाव भएकोले कौतूहलता बढी हुने, र त्यही पनि हामीले बेला बेलामा सम्झाउने गरेका छौँ। अघि भन्नुभयो जस्तो अत्यावश्यक वस्तुहरू, खाद्य वस्तुहरू, पानी, औषधि, होइन, विद्युत, डेरी लगायतकाहरूलाई हामीले अहिले पनि त्यो रोकावट गरेको छैन। खाद्यान्न ढुवानीमा हामीले रोकावट गरेको छैन, उहाँहरूलाई पास पनि चाहिँदैन। त्यसबाहेक अरू मान्छेहरूलाई चाहिँ त्यस्तो जानु पर्यो भने जस्तै एम्बुलेन्सहरू पनि फ्री आवागमन गर्न पाउँछ। त्यसबाहेकका गतिविधिमा यदि विशेष काम परेर जानु पर्यो भने हामीसँग अनुमति माग्यो भने हामीले चाहिँ पास जारी गर्छौँ। यो जिल्लाको हकमा हजुर, यो पासको विषयमा अझै क्लियर गरिदिनुहोस्, किनभने गृह मन्त्रालयको एउटा निर्देशना छ, काठमाडौँ कसैले जानु पर्यो, मानव धनुषाको कोही व्यक्ति उसलाई चाहिँ अत्यावश्यक काम पर्यो र काठमाडौँ जानु पर्यो भने पहिला त तपाईँहरूसँग अनुमति लिनु पर्यो, त्यसपछि चाहिँ फेरि गृह मन्त्रालयसँग पनि अनुमति लिनुपर्छ भनेर जुन भनिएको छ नि। अनि फेरि मानव कसैलाई धनुषाबाट सिराहा जानु पर्यो भने फेरि तपाईँसँग पनि अनुमति, फेरि चाहिँ सिराहाको सिडिओ साहबसँग पनि अनुमति लिनु पर्यो। यसले अझै क्लियर गरिदिनुहोस् त, के रहेछ खास? यसो जथाभावी आगमन नहोस्, होइन, भन्ने हिसाबले सरकारले त्यो आगमनलाई नियन्त्रण गर्न खोजेको। तसर्थ जस्तै अब 2 जिल्लाको सिडिओसँग अनुमति लिनुपर्ने भयो त निश्चित रूपमा जरुरी काम भएका मान्छे त आउँदैनन्। तसर्थ यस जिल्लामा कसैले आवेदन गरेर उसलाई चाहिँ जरुरत देखियो भने हामी चाहिँ सम्बन्धित जिल्लाको प्रमुख जिल्लाधिकारीलाई, उहाँ जनसम्म जाने गन्तव्य उहाँको छ, त्यहाँको प्रमुख जिल्लाधिकारीसँग अनुमति माग गर्छौँ, र त्यहाँ उहाँले अनुमति प्रदान गर्नुभएपछि अनि हामी उहाँलाई यहाँ पास जारी गर्छौँ। अहिले एउटा काठमाडौँ जिल्ला पर्यो। हजुर, काठमाडौँको हजुर भन्नुहोस् त। काठमाडौँको हकमा चाहिँ बिचमा योभन्दा अघिल्लो अस्ति यो
3 दिन अगाडिको अवस्थामा के थियो भने अब कसैलाई काठमाडौँ उपत्यकाभित्र छिर्नु पर्यो भने जिल्ला प्रशासन के अरे गृह मन्त्रालयसँग अनुमति माग गर्ने अनि गृह मन्त्रालयले अनुमति नम्बर सायद हामीलाई चाहिँ दिएपछि मात्र हामीले पठाउन मिल्ने भन्ने 2-3 दिनको अवस्था त्यो थियो। आज 2 दिन अगाडिसम्मको अवस्था त्यो थियो। त्यो अवस्था 2-3 दिन मात्रै रह्यो। त्योभन्दा अगाडिको अवस्था र अहिलेको अवस्था चाहिँ समान छ। जहाँ जानुपर्ने त्यस जिल्लाको प्रमुख जिल्लाधिकारीज्यूसँग समन्वय गरेर उहाँहरूले अनुमति दिएको खण्डमा पठाउन मिल्छ। त्यसमा पनि हामीले जस्तै उपचार गर्न जाने रोगी बिरामीहरू कतैको मरण हरण भएका केसहरू यस्ता यस्ता अवस्थामा हामीले छोडिदिएका अवस्था छ। वा प्रतिनिधि सभामा उहाँ बैठकमा जानुपर्ने मान्यज्यूहरूलाई हैन उहाँहरूलाई पनि हामीले पासेतिर पठाएको अवस्था छ। मेन चाहिँ भनेको अहिलेको अवस्थामा बिरामी पर्दाखेरि उपचार पाउनु पर्यो। हजुर परमिसनको जुन कुरा गर्नुभयो नि तपाईले एउटा मानु कसैले चाहिँ अत्यावश्यक काम पर्यो हैन भनेपछि के ई पास नै अत्यावश्यक काम पर्यो भने हामी दिन्छौँ। अहिले पास चाहिँ नीलो रङमा भएको छ। नेपालभरि नै ई पास छैन। अब नीलो रङको कागजमा विशेष प्रकारको अनुमति पत्र हामी जारी गर्छौं। भनेपछि त्यसको लागि सिडिओ कार्यालय पुग्नु पर्यो हैन? कसैलाई पास लिनु पर्यो र अत्यावश्यक काम पर्यो भने सिडिओ कार्यालय आउनु पर्यो। मेलबाट पठाए पनि भयो, आफै आए पनि भयो। तर आफै आउँदा राम्रो हुन्छ। तर जरुरतमन्द आवश्यक परेको मान्छे मात्रै आउने। तर हाम्रो चाहिँ अघि मैले भने त्यसै पनि फेसनको रूपमा पनि एकचोटि बाबाआमालाई भेट्न जान्छु, छिमेकी जिल्ला जान्छु, घर जान्छु भनेर पनि भन्ने मान्छे धेरै हुनुहुन्छ। त्यसतर्फ नगरिदिएर जसलाई जरुरतमन्द छ, जसलाई खास आवश्यकता छ त्यस्तो मान्छेहरू आइदिँदा हामी सहयोग गर्न तयार छौँ। हामी चाहिँ आज पनि दिइरहेका छौँ। शनिबारको दिन छ, बिदाको दिन छ, हामी अहिले पनि दिइरहेको अवस्था छ। हजुर अत्यावश्यक छ भने अनि त्यो अनुमति लिने काम चाहिँ हजुरहरूले नै गरिदिनुहुन्छ। खाली त्यहाँ चाहिँ पुग्नु पर्यो। गर्छौँ निसन्देह गर्छौँ। हजुर अनि अर्को जुन देखिएको छ नि लकडाउन त छ, बजार खुलेको जस्तो देखिन्छ, यो सामाजिक दूरी चाहिँ कायम नभएको देखिन्छ। जनकपुरकै कुरा गर्ने भने त्यस्तो दृश्य पनि देखि नै रहेको अवस्था छ। के भन्नुहुन्छ सामाजिक दूरी नहुनु, बजारमा पनि त्यतिकै भिड जस्तो देखिनु, यो चाहिँ किन नियन्त्रण हुन नसकेको? यसो हो प्रारम्भका दिनमा 1-2 दिन त कडाइ भएकै हो। तर के हो भने तरकारी लगायतका खाद्य वस्तुहरूमा चाहिँ अलिकति सहजीकरण गर्नु पर्यो भनेर बिहान तरकारीलाई खुला गरिदिनु पर्यो भन्ने स्थानीय स्तरबाट माग आएको हुँदा तरकारी खुलेको बहानामा पनि अलिकति भिडभाड भएको छ एउटा कुरा। अर्को कुरा यो खाद्य वस्तुहरूलाई हामीले 4 बजेसम्म खुला गरिदिएका छौँ। औषधिलाई पुरै 24 घण्टा छ, स्वास्थ्य 24 घण्टा छ हैन। र अहिले आएर पछिल्लो अवस्थामा सार्वजनिक निर्माणका कुराहरू अघि विकास निर्माणका कुराहरूलाई पनि हामी केही अनुमति दिएको हुँदा अलिक गाडीहरू अलि बढी कुदेको अवस्था निश्चित रूपमा भएकै हो। तर पनि जुन अनावश्यक रूपमा घुमफिर गर्ने भेला जम्मा हुने त्यस्तो कार्यहरू नगर्दिन भनेर हामीले बारम्बार अनुरोध गरिरहेका छौँ। सञ्चार माध्यमबाट अनुरोध गरिरहेका छौँ। तर हाम्रो एउटा भनाइ छ नि अब सुतेको मान्छेलाई उठाउन सकिन्छ, जगाउन सकिन्छ, तर जानी सुतेको मान्छेलाई उठाउन गाह्रै पर्छ भने जस्तो हामी सबै बुझेका छौँ। तर पनि हामी कहिलेकाहीँ बुझ पचाइदिन्छौँ। तसर्थ सबैले त्यस्ता कुरा नगरिदिएर अब सबैले चाहिँ अब अघि भने जस्तो सामाजिक दूरी पनि व्यवस्थापन गर्ने, अब भिडभाड जम्मा नहुने, मेला हाट बजार नलाउने, बिहान बेलुका भिडभाड नगरिदिने, आवश्यक परेको अवस्थामा मात्रै बजार वा सडकमा निस्किने आदि गरेर एकअर्कालाई सहयोग गर्न हुन अनुरोध गर्छौँ। यो प्रशासनलाई मात्रै सहयोग होइन, तपाईँ हामी सबैलाई सहयोग गर्छौँ। त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने म आम धनसभासँग अनुरोध गर्न चाहन्छु। हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्कार। दर्शकबिंद ओछलैथ धनुषा के सहायक सीडीओ शरद पोखरेल आए उनका से बातचीत करे चलिए जे पिछला समय में धनुषा में कोरोना संक्रमित से भेटल छै। लॉकडाउन के अवस्था केहन छै, एकरा और नियंत्रण करे के लिए की सब काज भ रहल छै, जेना कि भारत से जे नेपाली सब के ओ सब आबि के जमा भेल छै सीमावर्ती क्षेत्र में, हुनका सब के जठी नाका से आना के लिए तैयारी भ रहल छै। काल्हि से 10 बजे एकटा गाड़ी ओहि से निकलते, तै के बाद साँझ में 6 बजे से एकटा गाड़ी निकलते, एना के बस से हुनका सब के आनल जेते जठी नाका से चेक जांच करा के तै के बाद संबंधित पालिका में जिम्मा लगाओल जेते आ ओतऽ के क्वारंटाइन में राखल जेते से नीति अख्तियार केने छै धनुषा के प्रशासन कार्यालय। ओहि अनुसार आगा बढ़ि रहल छै। व्यस्त कोरोना विशेष से विदा लै छी। नमस्कार।